गाइजहरु निजगढमा यसरी आगो लागि भइरहेको छ। करेन्ट विद्युत सर्ट भएर यहाँ अर्को घर पनि भेट्न थालिरहेछ। के काम ओडामा पनि थियो होला नि ओ पञ्चायत छ सर्ट भयो लाइन सर्ट भयो दमकल फेरि खाली यो घर त कामै नलाग्नु भयो सुरक्षित बचायो हुन्छ कि आगो लागि भइरहेको छ निजगढमा। त्यतिखेर दमकल एकदम ढिलो आएको कारणले गर्दा आगो सबै घर जति सबै सखाप भइसकेको छ। पुग्दैन उता बलिसकेको थियो हेर्नु त उतापट्टि घर बलिसक्यो। हेर्नु त त्यत्रो आमामा झन् कस्तो आगो बल्यो आमा पानी थोरै पानी त झन् घिउ हालेको हुन्छ चढ्न पनि सिक्यो मान्छेलाई त कसैलाई पनि केही भएन होइन। पानी सिधै उता आमा त्यो ड्रम पनि त्यो ड्रम जल्यो भने झन् आगो बढी आउँछ पानी ड्रममा त हाम्रो बारा निजगढ कति नम्बर हो दाइ यो 6 नम्बर हो। आज होलीको दिनमा चाहिँ यसरी यो जानकी मन्दिरको अगाडि कसको घरमा आगो लागि भइरहेको छ? बच्चुराम तिमल सिन्हाको घरमा आगो लागि भइरहेको कारणले अर्को घरमा पनि भेट्न खोजिसकेको थियो। अलिअलि बलेको थियो त्यसमा चाहिँ यता हाम्रो यता सशस्त्र कर्मीहरू आएर चाहिँ निमाउनलाई उयो गर्नुभएको छ। यहाँ लगभग त्यो घर त अब सबै जलेर खरानी नै भइसकेको छ। यहाँ मान्छेहरूको यति धेरै भिड छ हेर्नु होला हजुरहरूले। यो दुःखद घटना छ। घर चाहिँ यो सिधाको घर हो। दमकल यतापट्टि छ।
यसरी घरमा आगो लागिरहेको हुनाले अर्को घरमा पनि आगो लागिरहेको। मान्छेको भिडहरू हेर्न सक्नुहुन्छ। यहाँ मेरो क्यामेराले भ्याइरहेको छैन, यहाँ धेरै मान्छेहरू भिड भएको छ। लाइन सर्ट भयो भने होइन लाइन हातमै पोलेको रे। कसरी सर्ट भयो यार, केमा कहाँ जोडेको थियो पछि एकैचोटि वात्तै माथि गएपछि तार भ्राट भएर कालबार भयो। कसरी सर्ट भयो सिधा फेरि